सेकेन्ड अगाडिको भिडियोमा त हजुरले देखिहाल्नु होला होइन, मेरो छोरी चाहिँ एकदमै नाच्दैछ। मेरो छोरीलाई चाहिँ गाना बज्नु हुँदैन साथीहरू, एकदमै नाच्न थालिहाल्छ। जहाँ होस् जे नै होस्, ऊ गाडीमा बसेकी छ भने पनि कतै अलिकति गाना बजिदियोस् त नाच्न थालिहाल्छ। के हो एकदमै राम्रो लाग्छ उसलाई देखेर चाहिँ। सो साथीहरू, हेलो एभ्रिवान, गुड मर्निङ, नमस्ते, राधे राधे सबैजनालाई र तपाईँहरूलाई स्वागत छ मेरो अर्को एउटा भिडियोमा। सो साथीहरू, यो ब्लग चाहिँ हो मेरो बिहेको। भनेको थिएँ नि मैले सर्टमा कि म बहिनीको देवरको रिसेप्सनमा जाँदैछु भनेर। यो भिडियो चाहिँ त्यो दिनको। अब एकै दिन चाहिँ मैले टाइम नपाएर लङ भिडियो पोस्ट गरेको थिइनँ र अहिले चाहिँ हल्का टाइम पाउँदै थिएँ र भोइस ओभर गरेर चाहिँ म हजुरहरूको माझमा यो भिडियो पोस्ट गर्नलाई जाँदैछु। हेर्नु होला के कस्तो लाग्छ, लाइक कमेन्ट सेयर गरिदिनु होला। सो साथीहरू, म चाहिँ गएको बादमा चाहिँ देख्न सक्नुहुन्छ बेहुला बेहुलीहरू बसिराख्नु भएको थियो र साथैमा चाहिँ म गएर टिका लगाउनुतिर लागेँ। अब टिकाहरू लगाइदिइसकेँ अनि यता चाहिँ बहिनीहरू पनि नाच्नु हुँदै थियो र यहाँ चाहिँ देख्न सक्नुहुन्छ मेरो बहिनी है। यो चाहिँ माइतबाट आएर थियो बहिनी, अनि त्यहाँबाट यता ममता काकाको छोरी बहिनी नै हो। उता पनि उता चाहिँ अर्की बहिनी बेहुलीको जेठानी धरदिङको बेहुलाको भाउजू, जसको चाहिँ म बिहेमा गइरहेछु उसकै देवरको बिहे हो। र यता चाहिँ हेर्न सक्नुहुन्छ हामी चाहिँ अहिले खानामा बसिसकेको छौँ। देख्न सक्नुहुन्छ खानामा चाहिँ अब नर्मल जस्तो बिहेमा खाना हुन्छ त्यस्तै छ। खानामा चाहिँ मटन सब्जी सबै थोक छ। बहुतै टेस्टी खाना थियो। सो साथीहरू, हेर्न सक्नुहुन्छ यहाँ मान्छेहरू पनि कति धेरै छन् है। यहाँ चाहिँ सबैले नै बाँडिरहेछन्, खाइरहेका छन्। हामी पनि इन्जोय गरी खाइरहेको छौँ। अनि चाहिँ यहाँ बहिनीहरूसँग कुरा गर्दै खाइरहेको छु। बहिनीहरूले पनि मलाई जिस्काउँदै थियो अनि म पनि बहिनीहरूलाई जिस्काउँदै थिएँ। साह्रै राम्री देखिएको रहेछ। यहाँ चाहिँ म तपाईँहरूलाई भोइस छोड्नु भने चाहिँ एकदम पछाडिपट्टिबाट गानाको एकदमै आउँछ कि, अनि कपिराइट दिन्छ भनेर मैले चाहिँ भोइस त्यो जुन रियल भोइस चाहिँ मैले हालेको थिइनँ र म चाहिँ भोइस ओभर गर्दैछु। किनभने बिहेको भिडियो त्यस्तै नै हुन्छ होइन भने त साथीहरू, गाना बजिरहेको हुन्छ ब्याकग्राउन्डमा, त्यही भएर मैले चाहिँ भोइस म्युट गर्नुपर्ने हुन्छ। अनि साथीहरू यहाँ हेर्नुहोस्, बहिनीहरू पनि पुरा धमाधम लागिरहेका छन् बाँड्नतिर। यता चाहिँ हामीहरूका भान्जा बाबुहरू खाना खाइरहेका छन्। अनि त्यहाँबाट साह्रै राम्रो लाग्यो बिहेमा गएर। अनि फेरि हामी चाहिँ हल्का बस्यौँ, नाचेको हेऱ्यौँ यताउति। अब के गर्नु, बिहेमा गए पछाडि त त्यही त हो होइन, नाचेको हेर्नु पऱ्यो, बेहुला बेहुली हेर्नु पऱ्यो, आएको गेस्टहरूलाई हेर्नु पऱ्यो, त्यही नै। अनि त्यहाँबाट त्यतिकै अलिक बसेर नाचेको हेरेर चाहिँ हामी लाग्यौँ अब घरतिर पनि लाग्नु पऱ्यो। भोलिपल्टको लागि सामानहरू पनि रेडी गर्नु पऱ्यो, दोकान खोल्नु पऱ्यो होइन। सो साथीहरू, आजको लागि यति नै। बाई बाई एभ्रिवान। फेरि भेटौँला अर्को भिडियोमा। भिडियो चाहिँ के कस्तो लाग्यो भन्ने नबिर्सिनु होला। टेक केयर गाइस।